Welcome to my new video. In this video, I'm going to cover the technical analysis of NIPSE. NIPSE चाहिँ अहिले साइडवेज भन्ने कि अब के भन्ने हल्का फुल्का पम्प त आइरहेको छ। त्यही पनि अब यो खासै मुभ चाहिँ आएको छैन कि 1%, 1.5% आहा। जे होस् यो सपोर्टबाट चाहिँ हल्का उठेको जस्तो पाइन्छ। ट्याक्क 2450 को सपोर्टबाट चाहिँ हल्का फुल्का उठेछ। डेली टाइम फ्रेममा पनि यो अप ट्रेन्डमै लागेछ लाग्न त। करेक्सन आउँदै अप ट्रेन्डमा हुँदै ट्याक्क सानो यो एउटा माइनर लोवर हाई र हायर हाई बनाएको देखिन्छ यहाँ। हायर हाई लोवर हाई हायर हाई लोवर हाई। अब यहाँ पुगेर चाहिँ लोवर हाई बनाउन सक्छ किनकि यहाँ एउटा त्यो सानो ओबी छ। यो ओबीबाट चाहिँ हल्का डाउन आएर एउटा डिप आउँछ जस्तो नि लाग्छ मलाई। अनि त्यहाँबाट चाहिँ फेरि अब चुनावको न्युज कस्तो आउँछ, को जान्छ अब सरकारमा, राम्रै मान्छे गयो भने चाहिँ पोलिटिकल स्टेबिलिटीले गर्दा पनि नेप्से अप नै हुन्छ। जे होस् लास्ट टाइम धेरै नै घट्यो नेप्से घट्न चाहिँ लगभग 18-19% नै घटेको रहेछ घट्न पनि। यो चाहिँ बुल नै हो, म अझसम्म बियरिस भएको छैन किनकि विकली टाइम फ्रेममा पनि त्यस्तो नराम्रो केही छैन। यहाँ चार्टमा ट्याक्क सपोर्टबाटै माथि गएको छ। यो मेजर सपोर्ट हो। यो चाहिँ ब्रेक गऱ्यो भने चाहिँ म हल्का फुल्का अब बियरिस हुने कि सोच्न पनि सक्छु। तर यहाँबाट चाहिँ माथि नै गएको छ र मन्थली टाइम फ्रेममा त एकदमै बुलिस छ। अझसम्म बुलिस नै छ। यहाँ हेर्न सक्छौँ हामीले ट्याक्क हायर हाई लोवर हाई हायर हाई लोवर हाई हायर हाई लोवर हाई हायर हाई। अब यो लोवर हाई हो। अब यसपछि चाहिँ ब्रेक गर्नुपर्ने हो 3200 को लेभल चाहिँ। अब कहिले गर्छ भन्नेमा भर पर्छ। अब जहाँसम्म लाग्यो मलाई चाहिँ चुनावको न्युज राम्रो आयो भने चाहिँ यसले ब्रेक गर्छ। सो त्यही हो गाइज। Follow, like, comment and share for new videos.